अब नेपालमा अहिले विशेष रूपमा पटक पटक हाम्रो व्यवस्थाको बारेमा निरन्तर छलफल बहसहरू हुन्छ। यो व्यवस्था ठिक छैन, यसले पनि भएन, उसले पनि भएन। यो समस्याको एउटा बन्धनमा नेपाल र नेपाली जनता किन परेको छ? मुख्य विषयवस्तु यो पनि हो। हामी निरन्तर व्यवस्थाको बारेमा यति धेरै किन छलफलमा छौँ, किन यति धेरै आन्दोलित भएका छौँ? यसको समाधानको पाटो के हो? यसलाई कसरी समाधान गर्न सकिन्छ? र वास्तविक जनताले यो विषयमा पटक पटक आवाज बुलन्द किन गरिरहेका छन्? ठुलो विषय त हो यो होला नि। यो व्यवस्थामा पनि रहन सक्दैन, त्यो व्यवस्था पनि रहन सक्दैन, त्यो व्यवस्था पनि टिक्न सक्दैन, यो व्यवस्था पनि टिक्न सक्दैन। यसको पछाडिको मेन फ्याक्टर के हो? मेन समस्या के हो? यो विषय जटिल छ कि छैन? जटिल विषय हो। यसको पछाडिको कारण हामीले ठ्याक्कै केलाएर हेर्ने हो भने जनताका तमाम अपेक्षाहरू यहाँसम्म आइपुग्दा पनि पुरा भएका छैनन्। यसको मेजर पाटोमा रहन्छ आर्थिक प्रगति अथवा आर्थिक उन्नति अथवा आर्थिक विकासलाई देश र जनतासँग नजोड्दासम्म यहाँ कुनै पनि तन्त्र व्यवस्था दीर्घकालीन रूपमा अगाडि जान सक्ने अवस्था देखिँदैन। हामीले यहाँ यस्तो खालको आर्थिक विकास गर्नु पर्यो। अब शान्तिना खुद्रे प्रोजेक्टले यहाँ आर्थिक क्रान्ति हुनेवाला छैन। यहाँ निकै ठुलो चाहिँ फड्कोमा विकासलाई यहाँका चाहिँ चिजको, यहाँ रहेको प्राकृतिक स्रोतको अथवा कहाँ समस्या छ? शिक्षामा समस्या छ, उत्पादनमा समस्या छ, नीति नियममा समस्या छ, कहाँ मेजर सुरक्षामा समस्या छ, कर्मचारीमा समस्या छ। यी सबै विषयवस्तुलाई मसिनो ढङ्गले केलाएर आर्थिक प्रगतितिर मुलुकलाई नलाँदासम्म यहाँ कुनै पनि व्यवस्थाहरू टिक्नेवाला छैन। यहाँ बेरोजगार जनता बेरोजगार राखेर कुनै व्यवस्था टिक्नेवाला छैन। जनतालाई उपचार गर्न नसक्ने अवस्थामा राखेर यहाँ कुनै व्यवस्था टिक्नेवाला छैन। यहाँ एक खालको भ्रमको राजनीति गरेर पनि व्यवस्थाहरू टिक्नेवाला छैन। र नेपाली जनताले सिधा खोजेको सरल ढङ्गले उपचार पाउनु पर्यो। बिमारी हुँदा सामान्य खानको लागि एउटा रोजगारी चाहियो र शिक्षा जीवनमूलक उपयोगी शिक्षा चाहियो। यति नेपाली जनताको सिम्पल भन्दा सिम्पल माग छ। र भोलि माथिल्लो तहमा राजनीति तहमा बसेका मान्छेहरूले जान्नुपर्ने यो देशलाई बचाउनु पर्छ, यो देशलाई जोगाउनु पर्छ। यो देश जोगिए मात्रै हामी नेपाली हुन्छौँ भन्ने माथिल्लो एउटा राजनीतिक स्टेटमेन्ट, राजनीतिक पोलिसी भए त देश त अगाडि जान्छ। यति गर्न नसकेको खण्डमा त यहाँ कुनै पनि व्यवस्था टिक्नेवाला छैन।